अनुसार सुझाव पुन सकिरहेको छैन, जसले गर्दा भदौमा गर्ने भनिएको विधान महाधिवेशन तयारी अब हातमा सक्न सक्ने कतिपय नेताहरूले अनुमान गरेका छन्। यसैले एमालेको पहिलो विधान महाधिवेशन 2078 असोजमा सम्पन्न भएको थियो। विधान महाधिवेशनपछि राष्ट्रिय महाधिवेशन आयोजन गर्ने एमाले नेतृत्वको तयारी रहेको छ। पदाधिकारीहरूले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उहाँको निवास खुमलटारमा भेटवार्ता गरेका छन्। भेटका क्रममा महासङ्घका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गरेका छन्। ती सहमतिहरू कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको प्रचण्डको सचिवालयले जनाएको छ। शिक्षकहरूको गुनासो र माग सुनेपछि प्रचण्डले शिक्षक पेसा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेसा भएको उल्लेख गर्दै शिक्षकहरूप्रति जिम्मेवार गर्नुपर्ने भावना व्यक्त गर्नुभएको छ। हामी सन्दर्भ खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। आइएमई मार्फत पैसा पठाउँदा बम्पर पहाडमा मेरो भाइ हेर उल्टो भइगयो नि ठिक ठिक हुन्छ नि हेर सबैले लगाएको छ त भनी हेर होइन फेरि सडक पूर्ण रूपमा बन्द भएको छ। पूर्वी नगरपालिकाको विनय त्रिवेणी गाउँपालिका 3 शारदा स्थित पुरन्दी खोलामा आएको बाढीले नारायणगढ फुटबल सडक खण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन यात्रा पूर्ण रूपमा अवरुद्ध भएको हो। उक्त स्थानमा सशस्त्र प्रहरीका नेपाल सुरक्षा बेस सर्तिवाग सुरक्षा फौज परिचालन गरिएको छ। यसैबीच आज बिहानको वर्षाले गोर्खाको गोर्खा नगरपालिका 8 ढुङ्गा गाडी स्थित गोर्खा दुलको त्यो लोकमार्गमा इन्क्वाइरी लगाएको छ। योसँगै सडकमा रेल यातायात पुनः भएको जनाएको छ। मूल्यमा कारोबार भइरहेको छ, जसअनुसार छापा र सुन्तोलामा 1,95,200 रुपियाँमा किनबेच भइरहेको छ। यसले छापा रसुन प्रति 10 ग्राम 1,67,335 रुपियाँ कायम भएको छ। चाँदीको मूल्य भने हिजोको तुलनामा 10 रुपियाँले बढेको छ। महासङ्घका अनुसार आज